मैले त कान्तारा मुभी हेरिसकेँ। अब तपाईँहरूलाई हेर्नु कि नहेर्नु भइरहेछ भने पर्खिनु है त, म भन्छु। हाई, आई एम प्रतीक अनि आजको कुरा गर्दैछौँ हामी कान्तारा मुभीको बारेमा। अब मुभी चाहिँ स्लो पेसमा स्टार्ट भइरहेछ। क्यारेक्टर डेभलपमेन्ट, म्युजिक हल्का हल्का देखाइरहेछ भने त्यसमाथि त्यहाँको हिस्ट्री देखाइरहेछ। हिस्ट्री सँगसँगै क्रिन्च कमेडीहरू पनि स्टार्ट भइरहेछ मुभी। सुरुमा त एकपल्ट के लाग्छ भने होइन त्यही ट्रेलर हेरेरै आएको मुभी हो कि क्या हो कि होइन, कुन मुभी हेर्न आए जस्तो लाग्छ। बट इन्टरभलपछि त धमाकै हुन्छ। ऋषभ शेट्टीको एक्टिङ, ऋषभ शेट्टीको स्टोरी राइटिङ, भिएफएक्सहरू बब्बाले बब्बाल, एक्टिङ पनि बब्बाल छ। एक्टिङ भन्दा पनि कास्टिङ पनि बब्बाल, स्टोरी टेलिङ पनि बब्बालै छ। त्यही माथि अरू के भन्दाखेरि रिटर्न स्टोरी भन्दा पनि सबको क्लाइम्याक्स, ड्रामा, ट्विस्ट एकदमै बब्बाल। मलाई त ओभर राम्रो लाग्यो। तपाईँहरू चाहिँ के भन्न चाहन्छु भने यदि हेर्न फ्री हुन्छ भने जानुहोस्, दसैँको पैसा सबैसँग होला, गएर कि चट्ट मुभी हेर्नु, तपाईँहरू सबले इन्जोय गर्नुहुन्छ। अनि कोही इटरियामा बस्नुभएको छ एक्लै, साथी कोही छैन भने मलाई बोलाउनुहोस्, म आइदिउँला नि त फ्रीमा हेर्नलाई। थ्याङ्क यू फर वाचिङ दिस भिडियो।